स्वतन्त्र पार्टी रासपा पहिलो कदममै प्रश्नको घेरामा परेको छ। पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्द सूचीमा पहुँचवालाहरूको हालिमुहाली देखिएपछि यो अवस्था आएको हो। बन्द सूचीका लागि प्राइमरी भोटिङ गरिए पनि त्यसमा अग्रपङ्क्तिमा रहेका कतिपय व्यक्तिहरू सूचीमा परेका छैनन्। सूचीमा केही सेलिब्रेटीहरू, पार्टी पदाधिकारी र सचिवालय सदस्यहरू नै हटाएका छन्। त्यति मात्र होइन, सभापति रवि लामिछानेको धरौटी तिरिदिनेदेखि कुलमान घिसिङका भान्जा समेत सूचीमा समेटिएका छन्। जहाँ र्यापर पृष्ठभूमिबाट आएका बालेन शाहले संसदलाई कन्सर्ट चलाउने थलो जस्तै ठानेर कलाकारहरूलाई समेट्दा हतार हतारमा जो सम्झनामा आयो उसैको नाम टिपाए जस्तो देखिन्छ। यसले उनी पूर्ण तयारीमा रहेको र रासपासँग मिलन नभई एक्लै अघि बढ्ने भन्ने दाबी नै गलत साबित गरिदिएको छ। रासपाको छवि बिगार्ने गरी प्राय उनकै कोटाबाट व्यक्तिहरू समेटिएको चर्चा छ। फलत पार्टीकी नेतृत्व सीमा कार्कीले निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक बन्द सूचीप्रति कडा आपत्ति जनाएकी छन्। पार्टीले समानुपातिको मूल अवधारणा विपरीत सूची पेश गरेको बताउँदै कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छन्। त्यस्तै जेन्जी अभियन्ताहरूले समेत यसलाई लिएर रासपामाथि प्रश्न उठाउँदा कुलमानलाई आफ्नै नेताले टिकट बेचेको आरोप समेत लगाएका थिए। बौद्धमा बसेको पार्टीको बैठकमा केन्द्रीय सदस्य प्रवीण तामाङले समानुपातिको टिकट कुलमानले बेचेको गम्भीर आरोप लगाएका हुन्। यही दबावका कारण कुलमानले आफ्ना 2 जना आफन्तको नाम फिर्ता गर्ने बाचा समेत गरेका छन्। यता सभापति लामिछानेले एकताको सहमति र सूची बुझाउने समय एकैपटक परेकाले केही समस्या भएको स्वीकारेका छन्। उनले राष्ट्रपतिसँग आफ्नै विधि भएको दावी गर्दै विधिभन्दा बाहिर कुनै पनि हालतमा पार्टी नजाने बताएका हुन्। अहिले सार्वजनिक चासोमा आउनुभन्दा अगाडि नै हामीले यो चाहिँ रिभ्यू गर्ने टाइम हुन्छ भन्ने कुरालाई मध्यनजर राख्दै अहिले चाहिँ किनभने तपाईँले थाहा पाउनु कुलमानजीसँग त हामीले 11th आवरमा गरे भने त उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौँ। यी विभिन्न कारणहरूले गर्दा हामीले चाहिँ त्यहाँ केही समस्या भयो भने हामी हेर्न सकौँला भनेर हामीले भनेकै छौँ। रासोपासँग विधि छ, विधिभन्दा बाहिर कुनै हालतमा रासोपा जाँदैन। रोचक त के छ भने लुसिफरको उपमा पाएका बालेन यो विवादका विषयमा मौन छन्। उनले न त सूची सच्याउँछु भनेका छन्, न त उठेका प्रश्नहरूको प्रतिक्रिया नै दिएका छन्। यसले उनको कार्यशैली अझै काठमाडौँ महानगरको मेयरकै स्तरको भएको प्रश्न पार्छ भने बालेन राष्ट्रपा कब्जा गर्ने रणनीतिमा रहेको सङ्केत समेत गर्दछ। उनी अब प्रधानमन्त्रीको उम्मेद्वार हुन् भने यो उदारो आश्वासनलाई भित्ते प्रधानमन्त्रीको संज्ञा दिन सकिन्छ। त्यस्तै कुलमानले स्पष्ट पद उल्लेख गरेर सहमति गर्दा बालेन साँच्ची मात्र बसेका छन्। अर्कातर्फ उनकै कारण समानुपातिक मतमा पहिरो जाने निश्चित देखिँदा त्यसले प्रधानमन्त्री हुने बाटोमै अवरोध पुर्याउने देखिन्छ। प्रभावशाली उपसभापतिमा कुलमानलाई लैजानुको पछाडि बालेनको अर्को चलाखी रहेको पनि बताइन्छ। किनकि रवि लामिछानेमाथि 5वटा जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा छ। यो मुद्दामा उनले सहजै उन्मुक्ति पाउने स्थिति देखिँदैन। यदि अदालतबाट रविको विरुद्धमा फैसला आएमा उनी पछिको वरियतामा कुलमान हुनुले ठूलो राजनीतिक अर्थ राख्नेछ। जहाँ व्यक्तिगत आचरणको शुद्धतालाई उनले सहमतिको साथ बुदामै समेटेका छन्। यसले रासपा 2 पपुलर अस्ति भित्राएर उल्टै ओह्रालो यात्रामा हिँडिरहेको त छैन, चौतर्फी प्रश्न उठेको छ। यो प्रणालीले जेनजीले अथवा नजेनजीले जोसुकैले मागेका मागहरू पुरा हुँदैनन्। कसैले मागेका पनि यो प्रणालीले पुरा गर्दैन। यो लेखेर राख्नुहोस्, ढुङ्गामा लेखे पनि हुन्छ। राजसभामा आएर बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने चाहिँ जोडिँदाखेरि परिवर्तन भयो त कि आमूलचूल परिवर्तन हुनु पर्थ्यो? यो पात्रहरूमा पनि आमूलचूल परिवर्तन हुनु पर्थ्यो। त्यो त भएन। ती पात्रहरूलाई कसले जोगायो त? फेरि कसले जोगायो? हुन त रविको चितवन प्रेमले पनि प्रश्न उठाएको छ। तर बिना प्रक्रिया वारवार्ती व्यक्तिहरूलाई समानुपातिक सूचीमा हुल्ने मुख्य पात्र बालेन र कुलमान नै हुन्। अर्कातर्फ अहिले रविले गरेको एकताको निर्णयकै विषयमा पनि पार्टीभित्रै असन्तुष्टि चुलिन थालेको छ। रविका अघि बोल्न नसकेर मात्रै यो असन्तुष्टि दबिरहेको छ। भोलि यसले बालेनलाई हराउने बाटो समात्यो भने रासपा अर्को भड्खालोमा पर्ने निश्चित छ। यसरी बल्ल बल्ल विकल्पको आधारशिला तयार गर्दै गरेको रासपा आफैले खनेको खाल्डोमा आफै पर्यो भने अनौठो मान्नुपर्ने छैन।